एउटा केटो बसिरहेको थियो अरे अनि एउटा बुढो मान्छे आएर तिनवटा झोला बोकेको थियो अरे उसले भने अरे छोरा मलाई यो एउटा झोला बोकेर पारि गाउँसम्म पुर्याइदिएन त्यसले म 3टा सिक्का दिन्छु भने अरे अनि त्यो केटाले हुन्छ भनेर एउटा झोला बोकेर जाँदै खोला बिचमा आयो अरे खोला बिचमा आए पश्चात फेरि बुढोले भनेर तल अझ एउटा सिक्का थपिदिन्छु अझ एउटा झोला बोक्दैन भने अरे ओके हुन्छ भनेर त्यसले एउटा सिक्का थापेर फेरि झोला पारि क्रस गरेर जता डाँडामा पुगेर क्या डाँडामा पुग्दाखेरि भने अरे छोरा म अझै तँलाई 2टा सिक्का थपिदिन्छु यो झोला पनि बोक्दैन भने अरे तब त्यो केटालाई क्वेसन्स गर्नु मन पऱ्यो क्या भने अरे के चाहिँ छ तपाईँको झोलामा भने अरे क्या तब अरे तैँले फर्स्ट बोकेकोमा ताँबाको कोइन छ सेकेन्ड बोकेकोमा चाँदीको कोइन छ र यसमा चाहिँ सुनको कोइन छ तैँले बोकिदिए पारिसम्म पुर्याइदिएन भने ओके भने त्यो केटाले बोकेर बुढो अगाडि थियो त्यो केटालाई लालच आएर क्या सोचेँ अरे अम्बो यत्रो पैसा छ यो बुढो मान्छे गइसकेछ कि भनेर त्यो केटा भाग्यो अरे क्या त्यो बोकेर अनि बुढो अगाडि गयो त्यो केटा भागेर हतार गएर घरमा गयो अरे घरमा गएर यसो खोलेर हेरेको त ढुङ्गा पो थियो सबै क्या अझै भित्र चिठी ल्याएको थियो अरे चिठी मान्छे ल्याएको थियो अरे क्या तैँले आज लोभमा र लाजमा नफसेर चाहिँ तँ म सँगसँगै त्यो ढुङ्गा बोकेर यदि यो डाँडा क्रस गरेको भए तँलाई म यो गाउँको यो सहरको चाहिँ राजा बनाउनेवाला थिएँ तर तँ लालचले गर्दा डुबिस फसिस भनेर लेखेको थियो चिठीमा चाहिँ क्या फेरि मैले कथा किन भने भन्दा तपाईँहरूलाई थाहा छ पाहाडमा 2007मा यस्तो राम्रो आन्दोलन भयो सम्पूर्ण गोर्खा सम्पूर्ण नानीहरू सम्पूर्ण वृद्ध अवस्थाको मानिसहरू जवानीहरूले सबै कुरो सेक्रिफाइस गर्न तयार भयो इभन म पनि त्यो आन्दोलनको समयमा एउटा हिस्सादारीता रहेर मैले आफ्नो प्राणसम्म पनि हामी सेक्रिफाइस गर्ने अवस्थामा रहेर हामीले त्यो आन्दोलनमा सहभागिता जनायौँ अनि कता सुन्दै गयौँ पछि हामी थाहा पाउँदै गयौँ कि त्यो आन्दोलन त 121 करोड डिजिएचसीमा रहेको फन्ड खानालाई पऱ्यो भन्ने पनि थाहा पाएका थियौँ त्यतिखेर सुरुमै पछि थाहा पायो तर अध्यक्षले गोर्खाल्यान्ड भन्नुहुँदैछ गोर्खाल्यान्ड ल्याउनुहुन्छ भनेर सोच्यौँ अनि त्यो देख्दै गएपछि उहाँको स्पिचहरू सुन्दै गयौँ आङ जिरिङ हुने यस्तो मजाले उहाँले भन्नुहुने कि हामी डुवर्सपट्टि पनि घुम्दै गयौँ थियौँ अनि उहाँले डुवर्समा पनि एउटा राम्रो भन्नुभएको थियो शब्द डुवर्सको 1 इन्च 1 सुता पनि म छोड्दिनँ भन्नुहुन्थ्यो क्या अनि अहिले हेर्दै गयो डुवर्सको कति किलोमिटर छोडेर जानुभयो उहाँले अचम्म लाग्दो कुरा उहाँहरू केवल त्यो जब 121 करोड उहाँहरूले पाएपछि उहाँहरू गोर्खाल्यान्डको आन्दोलन गरे पश्चात ठुलो पैसाको लालचमा पर्नुभयो परेपछि सम्पूर्ण मानिसले गोर्खा जातिले गरेको त्याग बलिदान मानिसहरूले बगाएको खुनहरूको कुनै अस्तित्व रहेन तब उहाँहरूले फेरि केन्द्र र राज्यसँग वार्ता गरेर पिन्टल भिलेजमा तपाईँहरूलाई थाहा छ एउटा वार्ता गरे पश्चात उहाँले जिटिए थापे पश्चात धेरै पैसा पायो त्यो पैसाले कुनै विकास गरेन उहाँलाई खानुमा मस्त आयो मजा देख्यो यो व्यवस्थामा त्यस पश्चात फेरि उहाँहरूलाई पैसा तुर्दै गएपछि फेरि उहाँले आन्दोलन गराइदियो 12मा आन्दोलन भयो 17मा उहाँले केवल गोर्खा जातिलाई सही लक्ष्यमा पुर्याउन होइन केवल उहाँहरूले गोर्खा जातिको नाममा आडमा उहाँले पैसा उठाइ खानामा उहाँहरू एक्सपर्ट भइसकेकाले उहाँले आन्दोलन गरेर आए अनि जसरी त्यो केटा सायद यदि त्यो लोभमा लालचमा नपरेर उहाँले त्यो लक्ष्यमा पुग्नु सकेको भए त्यो केटा राजा हुने अवस्था थियो नि त्यस्तै हाम्रो दाजुभाइहरू पनि केही पैसाको लालचमा केही पैसाको लोभमा हाम्रो मानिसलाई दुःख दिएर हाम्रो मानिसलाई कष्ट दिएर हाम्रो मानिसहरूलाई मर्न दिएर मृत्युसम्म शहीद बनाइदिएर उहाँहरूले केवल यो जिटिए जस्तो व्यवस्थामा आफ्नो राल चुहाए पश्चात अहिले पनि देख्ने गर्छौँ हामी कतिजना मानिसहरू त भिख मागिरहेछ सत्ताको कतिजना नेताहरूले भिख माग्दैछ मलाई 8 महिनाको समय दिनुहोस् भन्ने भिख मागिरहेछ कतिजना नेताहरू झुटो प्रमिसहरू गर्दै हाम्रो मानिसहरूलाई खाडल मार्ने प्रयास गरिरहेछ कतिजना नेताहरू सपना देख्छ तर यथार्थ नभुल्नुहोस् रियलिटी के हो सत्य के हो यदि कोही मानिसले कुनै झुटो कुरा नगरिकन सत्य कुरा गर्दैछ भने त्यसलाई पनि हामीले आँखा खोल्नुपर्छ सायद हामी त्यो भावनात्मक विचारमा बेसी अल्झिएर भावनात्मक कुराहरूमा बेसी अल्झिएर हामीले हाम्रो वर्तमानदेखि भविष्य पनि अन्धकारमा कता पार्दै त छैनौँ भन्ने ठुलो प्रश्न हो देख्नुहुन्छ त हाम्रो लिडरहरूमा कसैकोमा पनि त्यो दूरदर्शिता छैन उहाँहरूकोमा लक्ष्य छैन उहाँहरू यता 2 रुपियाँ पायो भने 2 रुपियाँमा लोभिने 5 रुपियाँ 5 रुपियाँमा पायो लोभिने खालको लिडरहरू तपाईँ हामीले देखिसकेको छौँ चुनावै पछि नेताहरूको भाका चेन्ज हुन्छ घरि यो सरकार ठिक छ घरि यो सरकार ठिक छ नेताले कहिले जनता बनाउँदैन जनताले नै नेता बनाएको तर ती नेताहरूले जनतालाई आफ्नो जरुरतमा युज गर्ने खालको सामानहरू भनौँ युज गर्ने प्रडक्टहरू त्यस्तो प्रकारले जनतालाई युज गर्दैछ हामी जनता किन होसियार नबस्ने यो ठुलो सोचनीय कुरा हो
अब देख्छौँ फेरि विभिन्न प्रकारको ड्रामाहरू गरिन्छ चुनाव आउँदैछ अब तपाईँलाई थाहा छ त्यो 26 एमएलए चुनाव छ उनीहरूले गर्नु सक्ने केही पनि छैन उनीहरूकोमा कुनै स्ट्राटेजी छैन रोजगारको समस्या समाधान होइन उहाँहरू आफ्नो घर चलाउने उहाँहरू आफूले पैसा खाने उहाँहरूले ठुल्ठुलो मन्त्रीहरू फोटो खिच्ने काम बाहेक अरू केही गर्नु सक्ने स्थिति छैन तर मैले देखेको पाहाडमा निस्वार्थ भावनामा काम गरिराख्नु भएको अध्यक्ष श्रीमान अनित थापाले उहाँले आफ्नो फुल ताकत लगाएर उहाँले पार्टी बढाउन गर्दैन उहाँ पार्टीको पनि वास्ता गर्नुहुन्न बेसी तर जनताको कार्य गरिराख्नु भएको छ उहाँलाई धेरैचोटि पार्टीको केडरहरूमा निराशपन देख्छु म हे खोइ दाजुले यो ओपोजिसन बढेको छ ओपोजिसनले के गर्दैछ रोक्नुपर्ने के गर्नुपर्ने भने कति नेताले कम्प्लेन गरेको सुन्छु तर उहाँले नो पहाडको जनताले मलाई भोट दिएर यसको चौकीमा दिइसकेको छ यो चौकीमा मैले निस्वार्थ भावनाले काम गर्नुपर्छ भने उहाँले निस्वार्थ भावनाले मैले काम गरिदिएको छु अनि यस्तो व्यक्तिलाई हामीले जोगाउनुपर्छ श्रीमान अनित थापा पहाडको एउटा निस्वार्थ भावनामा झुटो कुरा केही नगरेर सत्य कुरा बोलेर काम गर्ने नेता हो उहाँलाई सपोर्ट गर्नुपर्छ हामीले अनि यस्तो पुरा ड्रामा गर्ने नेताहरू नौटङ्की बाज नेताहरू पहाडमा छ हामी जनता होसियार बस्छौँ